जाँगर नभएको मान्छेहरूको के काम भनेर भन्नुहुन्छ। यो भिडियो उहाँहरूको लागि हो। यो भिडियो अन्तिमसम्म हेर्नुहोला। मैले चिकनको अचार बनाइराखेको छु। एउटा भाँडामा तेल तताएँ, त्यसमा लसुन अनि खुर्सानी भुटेर निकालेँ, अनि त्यसमै मैले गोलभेडा हालेर अलिकति नुन हालेर यसलाई अब यत्तिको पकाएँ। अब यसलाई निकालेर मैले मिक्सरमा पिस्छु। यसलाई मिक्सरमा पिस्नको लागि मैले यसलाई निकालेँ, अनि यसमा मैले अलिकति टिमुर हालेँ अनि थोरै नुन पनि हालेको छु। अनि अब अघि लसुन अनि खुर्सानी मैले तेलमा पकाएको थिएँ, त्यो पनि यसमै हालेर यसलाई मजाले मिक्सरमा पिस्छु। अनि हामीहरू चिकनलाई यसरी हामीहरू तेलमा तारेर बट्टामा राखेको हुन्छौँ। अनि त्यो मैले अलिकति चिकन निकालेँ, अनि अघि पिसेर राखेको गोलभेडालाई यसमै राखेँ। अब यसमा अलिकति नुन कम हुने जस्तो भएर मैले यसमा अलिकति फेरि पनि नुन थपेँ। तपाईँहरू नुन अनि खुर्सानी कतिको खानुहुन्छ त्यही अनुसार युज गर्न सक्नुहुन्छ, हाल्न सक्नुहुन्छ। अनि हरियो धनिया अनि लसुनको पात सानो टुक्रामा काटेर त्यो पनि मैले यसमै हाल्छु। अनि यसमा हालेर मजाले यसलाई मिक्स गर्ने। यदि तपाईँहरूलाई पनि मैले बनाएको यस्तै भिडियो मनपर्छ भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनुहोला। अनि तपाईँहरू कुन ठाउँबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्न नबिर्सिनुहोला। अब मैले अलिकति तेल पनि पकाएको थिएँ यसमा छान्नको लागि, अनि दुईटा डल्ले खुर्सानी पनि। अब त्यो तेल सबै ठाउँमा मिक्स हुने गरेर यसलाई मिक्स गर्ने। अनि यसरी बनाएको चिकनको अचार एकदमै मिठो हुन्छ साथीहरू। तपाईँहरूले खानुभएको छ कि छैन एकचोटि ट्राई गर्नुहोला। वाउ, कति मिठो हुन्छ साथीहरू, कति मिठो छ, देख्दै खाउँ खाउँ लाग्ने। तपाईँहरूले पनि एकचोटि अवश्य ट्राई गर्नुहोला है त। धन्यवाद।